साथीहरु आज चाहिँ हामी प्रेम रेस्टुरेन्टमा छौँ। प्योर भेजिटेरियन मेडमहरु छ यहाँनिर चाहिँ हो। र म पनि यहाँ तातो थुक्पा खाएर चाहिँ अब लाग्नु आँटेको सिलगढी। कस्तो रहेछ ताइपोहरू? दामी है थुक्पा हेरिहाल्नुहोस् तातो। मलाई त जाडोमा तातो थुक्पा खानु मन पर्यो। नानी थुक्पा खाने उयो बटुकोमा हाल्दै त नानीलाई अलिकति सुप घटाइदिउँ। ए है ल नानीले पनि थुक्पा खान्छ अरे। अब सेयर गरेर खानुपर्छ ल। थाप कान्छीले पनि खान्छ अरे। तँ खान्छस् किन? साथीहरु हामी त्यस्तो छ हो। सिलगढीबाट चाहिँ यहाँ दार्जिलिङको प्रेम रेस्टुरेन्टको यो थुक्पा देखेर याद गर्नुहोस् कि दार्जिलिङको वेदर चाहिँ कस्तो छ। हामी दुईजना चाहिँ अब सिलगढी फर्किन आँटेको नि त कि